त्यसले गर्दा हामी पनि गइजाउँ न है कुन थियो जुन त सब हुँदा थियो एक्लाको गरिहाल्छ एक्लाको 80-83 हजार त मेरो अगाडि जम्मा गरेको थिएँ 20,000 कुनै फोनै लाग्दैन मन भन्दियो मान्छे मलाई यताबाट हान्नु अलि देखिन्छ मैले त अब नकाटी हान्नु फुल हान्नु लगाइदिन्छु न भने रिटर्न आएपछि तलबै खाली खाना पछाड हानिन यतिबाट हान्ने खाना बना तेरो काम त्यो आया थियो इन्ने पुरा मिलाएको छ अरू नै म यति हान्यो खाली हट्यो भने खाली कुल बाटो छ बाटो त माथिसँग त ठिकै छ त्यहाँदेखि त्यहाँ पोरी पनि छ त्यो बाटो गइराखेरी भन्छ त्यहाँ जाने बाटो कोही जानु भयो होला त कोही जानु भएन यो पालो ठिक छ पालो पैसा मारेको चल्दैन अलि मजाले खाऊ ढुलेर मेरो भोलिको लागि बचाउनु पर्ने सर अरू कहीँ छैन गरे त सुविधा 20% लाउनु सुविधा भए पनि होइन सुविधा अब भइसक्यो अब कम्पनीले बन्द गरिदियो भने के कुन भन्ने आउँछ आज अरूका त कुरै छ मग्ने छ ल महँगो सस्तो खाना त किन होइन यो छ त ल पानी पोख्यो तलबाट तिमीले एउटा नबिनी बुवाले पिछाले कुनै छैन फुल्यो छ फुल्यो बिस्यो त्यहाँ पुल्किन फालेको हुन्छ धुलो बिर्सिरहेछ उँभोबाट आयो डेङ्गाबाट आयो त हिँड्को के थाहा हामी त डुल्ला फेको मनबाट आयो दुनियाँ भुइँसा बिहान ग्वाला बिहान त्यो आएको खाने दुनियाँ दादा
आज लरिट भयो चाडमा वर्षा त कमाइ सातो पनि चाल्नु खतरा चाल्नु स्टार्ट हुन्छ खनोस् खनोस् दे हजुर आइसक्यो हजुर एक पोखीलाई खानु मुकेश पनि नमुनि उठाल्यो भने मिठो मिठो खाना छ नि यार कमजोर हुने खाना चलो मागाई बिस्तारै सुप्यौ दुबैले तू 100 हानु तू 100 पानी कति टाढै होला हैन यसो पर भरे त्यही खोला अघि गएछ नि कहाँ यहाँ ठुला खोला हैन पानी ल्याएर आउँ भित्रमा यसै जना हेर यतिकै मात्र ढुङ्गा छ पर्यो त भाइ बिन्दैन भाइ बिन्दैन सिकाउनु पर्यो अराउनु पर्यो केलाउने जाँदैन के हो जान छोटे एकै फाल्ने लाग्यो एकै फाल्ने व्यवस्था हुनु पर्यो भाँडा माइने माझो भेजी दन्का हो त्यो हाल्नु